न्यू एनदर VLOG मा आई होप सबजना सन्चै राम्रो छ होला म पनि सन्चैमै ठिकठाक मस्ट एन्ड फाइन CRAZY क्रेजी छु है अनि फेरि पनि स्वागत छ हजुरहरुलाई FX सुशान्त ब्लग्स युट्युब च्यानलमा अनि आफ्टर लङ टाइम फेरि भेटिसक्यौँ हामी चाहिँ है अब त्यही हो आम सरी भन्छ सुपर स्ट्रगल गर्दा मैले चाहिँ अनि दसैँ कसरी मनाउनु भयो है दसैँ पनि सकिसकेको छ अनि अहिले चाहिँ तिहार आउँदैछ अनि तिहारमा चाहिँ दामी दामी भिडियोहरू अपलोड हुँदैछ बिस्तारै है अब एकदमै विभिन्न ठाउँहरू गएको यताउति गएको चाहिँ भिडियोहरू अपलोड हुन्छ सो हेर्न नभुल्नु होला त्यति भन्दै मेरो ब्याकग्राउन्ड हेर्नु कस्तो लभली LOVELY हो त्यही हो अनि अशोक स्तूपा होइन मेरो ब्याकग्राउन्डमा भइरहेको मन्दिरको नाम मन्दिर त होइन मन्दिरै भनौँ न अनि अशोक स्तूपा है त्यही हो अब अलिकति बिजी नै भयो दसैँ कसरी मनाउनु भयो एकदमै झुर भयो मेरो एकदमै झुर है अब पानी धेरै परे गऱ्यो है त्यही भएर नि हो अब तिहार त रमाइलो हुन्छ हिँड्नु है अब अलिक देउसी भैलो खेलिन्छ झिलिमिली जताततै झिलिमिली एकदमै लाइट्सदेखि लिएर चाहिँ एकदमै भनौँ न अलि एकदमै राम्रो हुन्छ जताततै झिलिमिली है हेर्दा आँखा झलल एकदमै मखमली फुल सयपत्री फुल एकदमै है अनि त्यही भएर चाहिँ मेरो ब्याकग्राउन्ड एकचोटि राम्रोसँग हेर्नु त कस्तो छ एकदम लभली एकदमै लभली अनि आज चाहिँ म तपाईँहरूलाई कहाँ लिएर जाँदैछु भन्ने कुरा नि तपाईँहरूलाई म भिडियोमै देखाउँछु त्यही भएर भिडियो हेर्न नभुल्नु होला है एकदमै फर्स्टदेखि लास्टसम्म है त फेरि त्यहाँ नहेर्नु होला नि फेरि हेर्नु नि फेरि जसरी भयो नि हेर्नु है त्यही भएर म तपाईँहरूलाई एउटा आज एकदमै खतरा ठाउँमा लिएर जाँदैछु जुन चाहिँ हेर्नलाई नि मजा त्यही हो है त त्यही भएर भिडियो हेर्न चाहिँ नबिर्सिनु होला नि फेरि तपाईँहरूलाई चाहिँ म अब लिएर जाँदैछु होइन भनौँ न जोस् एकदमै राम्रो सुन्दर छ भनौँ है त्यो भएर चाहिँ कम अब चाहिँ म चाहिँ लिएर जाँदैछु तपाईँहरूलाई कस्तो कालो देखिरह होला है म मान्छे कालो अब चाहिँ पहिला मेरो ब्याकग्राउन्ड यस्तो लभली पारामा होइन यो चाहिँ तपाईँलाई भनिदिने हो भने चाहिँ एक्ज्याक्ट तपाईँलाई चाहिँ म आज चाहिँ एउटा यस्तो भ्यू देखाउन जाँदैछु जुन चाहिँ एकदमै राम्रो होइन टपबाट चाहिँ देखाउन जाँदैछु त्यही हो त्यही भएर चाहिँ माथि नै गएर भेटौँ है त ल अनि म चाहिँ टपमा आइसकेँ थाकियो है अझै माथि चढियो थाकियो यत्रो माथि चढ्दा चाहिँ लास्ट थाकिँदो रहेछ सो यता देखाइदिएन यता देख्नु हेर्नु फुल्ली भ्यू थाकियो हिँड्नु सक्नुहुन्छ एकदमै राम्रो भ्यू देखिन्छ यहाँबाट चाहिँ यता साइडमा चाहिँ ग्वार्खु भयो होइन ग्वार्खुको फ्लाइओभर पनि देखायो नि त्यहाँ हेर्नु सक्नुहुन्छ ग्वार्खु फ्लाइओभर चाहिँ यहाँडै देखिन्छ ग्वार्खु फ्लाइओभर चाहिँ यहाँडै देखिन्छ हेर्नु सक्नुहुन्छ को त्यो साइडमा को त्यो साइड देख्नुभयो नि हो त्यहाँ फ्लाइओभर भयो त्यो चाहिँ अनि एकदमै हाईमा छु एकदमै हाईमा तपाईँले देख्न सक्नुहुन्छ हेर्नु हामी लगभग अशोक स्तूपको त्योभन्दा ठ्याक्कै टप नै देखिन्छ भनौँ न हामीलाई चाहिँ टप नै देखिन्छ सक्नुहुन्छ फुल्ली जाम छ एकदमै है ठिक छ तर अब त्यही हो यता साइडबाट नि देखाइदिनु ल सर्र लगाएर हेर्नु त एकचोटि यो काठमाडौँमा लास्ट हेरेको घरहरू के है ओभरै भनिदिने हो भने नि लभली ठिक छ तपाईँहरूलाई मैले अब यति चाहिँ मैले यही भ्यू गराउनु थियो गराइ अब तपाईँहरूलाई म अर्कोबाट चाहिँ देखाउन जान्छु होइन त्यही भएर चाहिँ भिडियो चाहिँ लास्टसम्म हेर्नु होला इन्ट्रेस्टिङ हुँदै जान्छ तपाईँहरूलाई त के देखा जस्तो लागिरहेको होला अहिले चाहिँ यो चाहिँ अब म चाहिँ एक्ज्याक्ट भनौँ होइन ठाउँको नाम त नभनौँ अब म एकैचोटि गएपछि नै देखाउँछु तपाईँहरूलाई जुन चाहिँ तपाईँहरूलाई एकदमै इन्ट्रेस्टिङ लाग्न सक्छ अब यताउति है त्यही हो मलाई चाहिँ होस् यस्तो यो हुन्छ नि लाइक यो भ्यूहरू हेर्नलाई के एकदमै हाईमा बसेर चाहिँ भ्यूहरू हेर्नलाई चाहिँ एकदमै मन लाग्छ होइन एकदमै इन्ट्रेस्ट लाग्छ कि मलाई यस्तो हेर्नुलाई चाहिँ
ऊ त्यो जङ्गल टाइपको देखिरहनु भएको छ नि तपाईँहरूले ऊ त्यो जङ्गल हेर्नु त त्यो जङ्गल छ नि हो त्यो चाहिँ सल्लाहघारी हो सल्लाहघारी हो त्यो चाहिँ यहाँभन्दा लगभग त्यस्तै लाग्छ होला आधी घन्टा 1 घन्टा जति 1 घन्टा लाग्दैन आधी घन्टा जति लाग्छ जानलाई चाहिँ त्यही हो तपाईँले त्यहाँ गएर पनि देखाउला कुनै बेला फिलहालको लागि अहिले चाहिँ अब लास्ट टाइम यता हेर्नु देखाइदिनु लास्ट टाइम यता हेर्नु अनि त्यसपछि तपाईँहरूलाई म एकैचोटि अब टक्क लगाएर चाहिँ तपाईँहरूलाई होइन कति ठाउँमा लिएर जान्छु अब चाहिँ अब त्यही हो हेरिहाल्नु भयो अशोक स्तूपमा होइन आउनु होला त्यो ट्राई गर्नु अब अशोक स्तूपमा आएको वरिपरि के छ एकचोटि हेरौँ होइन ट्राई गरौँ त्यसपछि ठ्याक्क थाहा हुन्छ अब हेरौँ म त्यहाँ क्याफे पनि रहेछ त्यहाँ गएर क्याफेमा गएर पनि भिजिट गरौँ एकचोटि के कस्तो पाइने रहेछ के कस्तो होइन यताउति क्वेसनहरू सोधौँला हाल भएन है त्यसको लागि मुनिरै गएर भेटौँ है त गाइज अहिले चाहिँ जस्ट सिमा ब्याकग्राउन्ड है सक्नुहुन्छ क्याफेमा आइसक्यो मान्छे अहिले राइट हियर टु सिस्टर क्याफे है स्तूपको ठ्याक्कै अलिकति यता भित्रपट्टि होइन सक्नुहुन्छ क्याफे अब लेट्स सी कस्तो छ भन्ने कुरा यसो हेर्नै पर्ने हुन्छ होइन यसो भ्यू गरौँ के कस्तो छ सो गाइज है अहिले चाहिँ हामी चाहिँ क्याफेमा छिरिसक्यौँ है पर्मिसन मागिसक्यौँ हामीले चाहिँ त्यही भएर चाहिँ लेट्स सी पहिला हेर्नुपर्ने हुन्छ के कस्तो छ भनेर होइन अब भित्र आएपछि अलिकति होइन साउन्ड कमै गर्नुपर्ने हुन्छ अरूलाई डिस्टर्ब पनि हुनसक्छ किनभने अर्का क्याफेमा आउँदा अलिक गाह्रो हुन्छ सक्नुहुन्छ वरिपरि एकदमै राम्रो छ all you need is love a good cup of coffee है guys है अनि यता हामी पोस्टरहरू डालेको छ एकदमै राम्रो छ चाहिँ बस्ने सिटहरू पनि अनि अब एकचोटि फेरि गएर सोध्नु होइन यति मात्र थाहा हुन् कि उता गएर माथि पनि छ कि भनेर यसो सोध्नुपर्ने हुन्छ सक्नुहुन्छ फ्यान पनि छ त्यहाँ है फ्यान नै हालेको छ अब जाडो महिना आइसक्यो अहिले त केही फरक परेन अहिले चाहिँ अब फिलहालको लागि चाहिँ होइन है त्यही भएर चाहिँ त्यही हो अब हेरौँ माथि छ कि छैन एकचोटि सोध्छु म त्यसपछि फेरि तपाईँहरूलाई देखाउँछु है त ल भित्रको चाहिँ रिभ्यू गरिहाल्नु हामीले अब सोधिसक्यौँ हामीले अब माथि पनि छ अरे भन्ने थाहा पाइसक्यौँ सो माथि गएर हेरौँ के कस्तो छ भन्ने कुरा थाहा हुनु पऱ्यो नि ल गमलाहरू पनि रहेछ क्या भयो है सो यताबाट चाहिँ गम्भीर भ्यू भएको रहेछ होइन टक्क लगाएर है बाहिर एकदमै राम्रो देखिने भ्यूहरू सरी चाहिँ ठिक छ अब यता साइडमा रहेछ नि त नो स्मोकिङ जोन रहेछ यहाँ चाहिँ भित्र स्मोक गर्न पाउँदैन अरे त्यही हेर्नु सक्नुहुन्छ माथि पनि एकदमै राम्रो छ राम्रो लागेको छिरोस् हेर्नु लाइटहरू पनि लभली लगाइरहेको रहेछ है अनि क्यामेरा पनि रहेछ क्यामेराको एकदमै जरुरत पर्छ किनभने अलिकति काम के भएन एकदमै राम्रो छ पछाडि सक्नुहुन्छ पुरा त्यो चौर भयो ऱ्याम्बो चौर पछाडि अब घरहरू छ है एकदमै राम्रो लाग्यो मलाई जो सक्नुहुन्छ बस्ने सेटअपदेखि लिएर चाहिँ एकदमै राम्रो सो है अब चाहिँ के पाइन्छ हेरौँ होइन त्यसपछि ट्राई गर्नै पर्ने हुन्छ अब एउटा केही क्याफेमा आइसकेपछि एउटा चिज त ट्राई गर्नै पर्ने हुन्छ सो हेरौँ है त के पाइन्छ उनी गएर भेटौँ सोधौँ के पाइन्छ मेन्यु नै हेरौँला अनि त्यसपछि टक्क लगाएर एउटा चिया भयो नि जस्तो जे भयो नि क्याफेमा ट्राई चाहिँ गरौँला नि है गर्नै पर्छ किनभने क्याफेमा आइसकेँ अब यत्तिकै भित्र जस्तो टाइपको हुन्छ सो एउटा चिया चाहिँ ट्राई गर्नै पर्छ है त ल अनि अनमा ह्यान्ड है पछि मेन्यु हेरौँ टक्क लगाएर अब के कस्तो छ यिनीहरू केही काम छैन एउटा चिया चाहिँ हामीलाई एउटा चिया चाहिँ गर्दिनँ है चिया चाहिँ यसरी हेर्नु सक्नुहुन्छ सर्फ चाहिँ ल अब चाहिँ है टक्क लगाएर अब हाम्रो चिया नै आउँछ बिस्तारै टेन्सन छैन ल ठ्याक्कै आइपुग्यो चिया पनि तपाईँ थ्याङ्क यू वेलकम भन्दै हुन्छ होइन इन्जोय यर टी थ्याङ्क यू अनि अब हेरौँ
चिया कस्तो छ भन्ने कुरा ट्राई गर्नै पर्ने हुन्छ। हेरौँ अब कस्तो छ टक्क लागेर चिया त चियाको कलर एकदमै राम्रो छ मेसिनबाट अब आएको चिया हो होइन ट्राई गर्नै पर्ने हुन्छ। सो हेरौँ ट्राई गरौँ होइन नट ब्याड गुड है राम्रो छ टेस्ट एकदम राम्रो छ। सो त्यही हो मलाई एकदमै भ्लग नहाल्दा चाहिँ अब अलिकति नरमाइलो भनौँ होइन तपाईँले पनि अब मेरो भिडियोहरू हेर्नु पाउनु भएन। सो आज चाहिँ भिडियो हेर्न पाइरहनु भएको छ। सो लाइक चाहिँ गर्नु नबिर्सिनु होला लाइक सब्सक्राइब सेयर गर्नु होला होइन अनि अब बिस्तारै ग्रो गरिदिनु होला अनि अब एकैचोटि त हुँदैन होइन अब कन्टेन्टहरू एकदमै राम्रो राम्रो आउँछ बिस्तारै। अब तिहार पनि आउँदैछ अब तपाईँहरूलाई थाहा नै छ तिहारमा कस्तो एकदमै रमाइलो हुन्छ भन्ने कुरा। त्यही भएर अब तिहार अब आउनलाई धेरै दिन बाँकी छैन मेबी 5 days लेफ्ट होला मेबी है। अनि आज कति 28 कि खै कसम कति हो त्यही भएर चाहिँ हेर्नुसँग हुन्छ। चिया हाम्रो साथमा छ अब चिया खाऊ अनि चिया खाइसकेपछि के हुन्छ हजुरहरूलाई भिडियोमै देखाइहाल्छु होइन हेरिहाल्नुहुन्छ हजुरहरूले। ल पहिला चिया खान्छु है त ल। सो गाइज है अब चाहिँ के हो के भन्नु अब भन्ने कुराहरू सबै बिहान भनिहालेँ के गरेँ अब त्यही हो। अब उता बाहिर तपाईँहरूलाई एउटा ठाउँ लिएर जान्छु भनेको अब त्यहाँ जान पाइनँ किनभने लास्टै काम पनि थियो टाउको पनि दुखिरहेको थियो अहिले पनि टाउकै दुखिरहेको छ। त्यही भएर कहीँ पनि एकदम घरमै बसिरहेको छु। त्यही हो भिडियो के कस्तो लाग्यो तपाईँहरूलाई है अब आफ्टर लङ टाइम अब जस्तो तसो भिडियो हालेको छु है के कस्तो लाग्यो तपाईँहरूलाई कमेन्टमा प्रतिक्रिया दिनु होला। अब भिडियो अब आउँछ बिस्तारै त्यसको लागि केही टेन्सन छैन। होप आजको भिडियो मन पऱ्यो भन्दै म यहाँबाट बिदा हुन चाहन्छु। हस्त जय नेपाल।